गोपालजी, यो सब के हो? तपाईले यी बच्चाहरूलाई किन काममा लगाएको? होइन सर, मैले त किन काममा लगाउँथे र? यिनीहरूका आमा बुवा यतै काम गर्छन्, त्यसैले आए होलान्। कहाँ छन् त यिनीहरूको आमा बुवा? ओए बाबु यता आऊ। ए यहाँ आऊ त, त्यो छोड। कहाँ छन् तिमीहरूको आमा बुवा? उता हुनुहुन्छ। ल हिँड त। नमस्कार सर। नमस्कार। यिनीहरू तिमीहरूको बच्चा हुन्? हजुर सर, हाम्रै बच्चा हुन्। के भयो र सर? हुन त केही पनि भएको छैन, तर तिमीहरूले बच्चाहरूलाई किन काममा लगाएको? हामीले लगाएको होइन सर, आफै पछि पछि आइहाल्छन्, मान्दैनन्। तिमीहरूलाई अस्ति पनि भनेको होइन बच्चाहरूलाई लिएर नआऊ भनेर? तिमीहरूले बच्चाहरूलाई स्कुल पठाउँदैनौ? पठाउन त पठाउँछौँ सर, तर जानै मान्दैनन्। मान्दैनन् भनेर हुन्छ? जसरी नै स्कुल पठाउनै पर्छ। पढ्न पाउनु त यिनीहरूको बाल अधिकार हो। बाल बालिकालाई काम गराउनु भनेको बाल श्रम शोषण हो। यसरी बाल श्रम शोषण गर्न पाइँदैन, बुझ्यौ? एक त 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाउनै पाइँदैन। यदि कसैले ललाई फकाई डर तरस देखाएर उनीहरूको इच्छा विरुद्ध जोखिमपूर्ण काममा लगायो भने 50,000 जरिवाना र 1 वर्षको कैद हुन्छ। यसरी त तिमीहरूलाई नि कारबाही हुन्छ र मलाई पनि कारबाही हुन्छ। अनि सर, मैले त यो पनि सुनेको छु कि हाम्रो सरावल गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा हुँदैछ रे। हो नि त, त्यही भएर हामी सबै सचेत हुन जरुरी छ। गोपालजी, अबदेखि मेरो उद्योगमा कुनै पनि बालबालिकाले काम गरेको देखेँ भने राम्रो हुने छैन नि। अनि सुन तिमीहरूले, भोलिदेखि यी बच्चाहरूलाई लिएर आयो भने म तिमीहरूलाई पनि कामबाट निकालिदिन्छु। जाउँ गोपालजी।